भुक्ने कुकुरले टोक्दैन भनेको सुन्नुभयो होला है। योभन्दा पहिलो चुनावमा जो मान्छेहरूले आफू संसद भवनमा बस्दा कुनै जनताको पीर मर्का दुःख दुखेसो कहिले पनि संसद भवनमा उठान गरेन। ती व्यक्तिहरूले फेरि म पीर मर्का दुःख सुनाउँछु र त्यो ठाउँको विकास गर्छु भनेर कुन मुख लिएर जनतासँग लम्पसार पर्न गएका होलान्। कुनै जेरी पकाइरहेका छन्, कुनै चटपटे बनाइरहेका छन्, कुनै डोको बुन्न व्यस्त छन्, कुनै गाह्रो लगाइरहेका छन् त कुनै भारी बोक्न व्यस्त छन्। अचम्म त के कुरा भने ती सबै योभन्दा पहिलोपट्टिको चुनावमा पनि संसद भवन छिरेका थिए। खै तिनीहरूले कुनै तातो भुत्लो काम गरेको हामीहरूले देखेनौँ। न कहिले उनीहरूले जनताका कुरा संसद भवनमा उठाए त न कहिले मेरो त्यो विकट ठाउँको दुःखे दुनियाँ त्यो सरकारको कानसम्म पुर्याए। तर फेरि पनि उनीहरूले अहिले झुटो आश्वासन र झुटो भ्रामकको खेती गरेर फेरि जनता सामु जाँदैछन्। साँच्ची कुन मुख लिएर जाँदैछन् मलाई त अचम्म लाग्छ। होइन, यो राजनीति भनेको राजनीति हो जस्तो मलाई अहिले आएर शङ्का होइन, म पक्का भइसकेँ। न उनीहरूले गाह्रो लगाउने चटपटे बनाउने जस्ता काम कहिले गरे न कहिले गर्नेछन्। उनीहरू त जनताको आँखामा छारो हालेर आफू राजा बन्नको लागि जाँदैछन्। उनीहरूले आफ्नो दुनो सजाउने हुन् त्यहाँ गएर। उनीहरूले त्यहाँ गएर आफ्नो दुनो सजाउने हुन् र आफ्नै पार्टीको जय जयकार गर्ने हुन्। त्यसैले आमा बरु तिमी भनिदिनु, जुन गाउँमा ती व्यक्तिहरू पुराना अनुहारहरू आउँदैछन् जसले फेरि म देश बनाउँछु भनेर तिमीलाई आश्वासन दिएका छन्, जसले चिप्ला र भ्रामक काम गर्दैछन्, तिनीहरूलाई भनिदिनु उनीहरूले भारी बोक्ने, मकै भुट्ने, गाह्रो लगाउने, डोको बुन्ने, चटपटे बनाउने व्यवसाय खोलेर बस्दा फाइदा हुन्छ। जसलाई जुन काममा ज्ञान छ उसैले त्यो काम गर्दा व्यवसायमा फाइदा हुन्छ, सायद उनीहरूलाई पनि थाहा छ होला। त्यसैले उनीहरू त्यो काम गर्नको लागि विज्ञ छन्। मेरो गरिमामय संसद भवनमा त्यस्ता व्यक्तिहरूको कुनै काम छैन, मलाई लाग्छ कुनै काम छैन। त्यसैले मेरो संसद भवनमा त विज्ञ ज्ञान भएका व्यक्तिहरू गएर जनताका दुखेसो, जनताको आवाज जसलाई सुनेर त्यसमा आधारित रहेर नियम कानुन मापदण्ड बनाइदिने हो। उनीहरूले काम गर्ने होइन त्यहाँ गएर आमा। त्यसैले तिनीहरू भनेका भुक्ने कुकुर हुन्। त्यस्ता भुक्ने कुकुरहरूले न कहिले काम गरे न कहिले काम गर्नेछन्। तिमी भरम नपरिनु। उनीहरूका त्यस्ता चिप्ला भाषण र भ्रामक काममा तिमी नबहकिनु। यदि तिमी बहकिएर आफ्नो भोट फेरि तिनीहरूलाई दियौ भने, हिजो मलाई रोजगार चाहियो म विदेश जाँदैन भनेर गुहार लगाउन गएको भाइले को गिदी छरपष्ट भयो, बाटोमा गली लागेर बिच सडकमा ढल्यो। भोलि मेरो पनि तिनीहरूले त्यही हालत गर्नेछन्। त्यसैले तिनीहरूको भ्रममा परेर आफ्नो अमूल्य भोट दिएर उनीहरूलाई संसद भवनमा नपठाइदेऊ आमा। तिनीहरूलाई त्यही व्यवसाय गर्न पठाइदेऊ, तिनीहरू त्यसैमा ठिक छन्। त्यसैले म के भन्न चाहन्छु भने आमा वा नेपाली आम समुदाय, तिनीहरूलाई अब सक्छौ भने देशबाट लहट, होइन भने आफ्नो ठाउँमा आएर भोट मागिरहँदा उनीहरूलाई त्यो ठाउँबाट अवश्य लगट। त्यसैले अब मेरो देशलाई नयाँ भिजन, नयाँ नेतृत्व चाहिएको छ। उनीहरूले 40-50 वर्ष उनीहरूको पार्टी उनीहरू स्वयंले नेतृत्व गर्दा मेरो देश र उनीहरूले न कुनै नयाँ रूप लियो न उनीहरूले कुनै तातो भुत्लो काम गर्न सके। त्यसैले अब मलाई मेरो देश नयाँ नेतृत्व र नयाँ जोस जाँगर, नयाँ ज्ञान र नयाँ सिप चाहिएको छ। त्यसैले नेपाल आमा, मेरो गरिमामय पदमा अब ती भुक्ने कुकुरहरूलाई नपठाइदेऊ, गर्ने घोडाहरूलाई पठाइदेऊ। जय नयाँ नेपाल।